शैक्षिक सामग्रीको प्रयोगबाट हामीले उनीहरूलाई बुझाउन सकिन्छ। अरू किताबहरूबाट मात्रै ढिलो बुझ्थ्यो भने शैक्षिक सामग्रीको प्रयोगले उनीहरूले चाँडो बुझ्छन्। एसएलसीमा मात्र होइन, हाम्रो बाल विकासदेखि कक्षा 10 सम्मका सबै विद्यार्थीहरूको सर्वाङ्गीण पक्षमा चाहिँ सुधार ल्याउनुपर्छ भनेर जमर्को गरिरहेका छौँ। Donkey money go da. Yes. Oh yes. यो भन्दा पहिला हाम्रो विद्यार्थी 150 पनि पुगेको हो, तर यो हाम्रो यो विद्यालयमा आउनु पर्ने विद्यार्थी कहाँ छ ताउलुङ सय देउरालीबाट आउनु पर्ने त्यहाँको विद्यार्थीहरू के भने यो सुविधाको कारणले गर्दा धेरै कोबाङ र जोरसङ जान लागि, किन कोबाङमा पनि जापानीबाट पनि सहयोग हुँदो रहेछ, उनीहरूलाई खाना बस्नको लागि सहयोग दिँदो रहेछ। त्यही भएर हाम्रो यसमा कुनै यो आर्थिकको सहयोग नभएको हुनाले हामीलाई विद्यार्थीको अलिकति कमी हुँदै गएको छ। Here are 6 letters. Have you seen? Yes, sir. Okay. Out of these 6 letters, you have to find a word. That is grammatical word. Can you guess what is this? Yes, sir. Yes, sir. This means? Direct. Correct. 100% correct. Totally correct. Direct speech and Indirect speech. I am fine. Who said? Safal said. Safal said, I am fine. This is what? Actual word of Safal. Okay? And similarly, so listen up, please. Okay, what did Safal say? Safal said that he was fine. He was fine. Okay, correct. Text please. Safal said that. Tell me. He was fine. Safal Said that he was fine. He was fine or I was fine? He was fine. Correct. He was fine. Okay. And this is the real words report. If you report real words, actual words, it is called direct speech. Indirect speech. If we report speakers' actual words in our own words, it is called indirect speech. And this is called direct speech. Okay. Similarly, there are so many sentences also. Look at here. Here is am and here is was. Why? Because tense tense. If reporting verb is in is We are changing the word. correct. Direct form here should be changed into what? There. And now? Then. Ago? Before. Today? Tonight? यो हामीले धेरै पहिलेदेखि युज गरेर आएको चाहिँ मेटेरियल्स हो र यसबाट विद्यार्थीले धेरै लङ टर्मको लागि चाहिँ यिनीहरूले आफ्नो दिमाग राखिराख्न सक्छन् र पिक्चरबाट अझ पिक्चरबाट देखाउनु पर्दाखेरि जस्तै दौडिरहेको छ रनिङको पिक्चरबाट हैन हाँसिरहेको छ भने के अरे लाफिङ विद्यार्थी हाँसेकोबाट पनि अझ देखाउन सकिन्छ। उनीहरू पुरै हामी बोलेको बुझ्छन् है, उनीहरूले पुरा रेस्पोन्स गर्छन्, एक आपसमा इन्ट्रेक्सन उनीहरू आफै गर्छन् हैन। जस्तै यहाँ किन भयो किन भएन उनीहरू आफै रिजन दिन्छन् सकेसम्म र उनीहरूले आफै सकेसम्म नयाँ नयाँ कुराहरू चाहिँ नयाँ सल्युसन आफै निकाल्छन्।
हामीले कहिलेकाहीँ यसो गाइड मात्रै दिने हुनु होला, पथ प्रदर्शन मात्रै हामीले गर्छौँ। हाम्रो शिक्षक स्टाफ बैठक बस्छ र त्यो बैठकमा शैक्षिक सामग्री, हाम्रो परीक्षा नतिजा लगायत सबै विषयहरूमा हामी सरहरूसँग बसेर समीक्षा गर्छौँ र बेला बेलामा हामीले वर्षको 2 पटक हामीले अभिभावक भेला राखेर अभिभावक भेलामा पनि हामीले ल तपाईहरुको नानीहरुको यो समस्या छ, यसलाई तपाईहरुले पनि सहयोग गर्नु पर्यो भनेर अभिभावकलाई पनि जानकारी गराउने गरेका छौं। हाम्रो प्रगति रिपोर्ट पनि विद्यार्थी भाइबहिनीहरुलाई दिने गरेका छौं, अभिभावकलाई दिने गरेका छौं र त्यो समीक्षा सँगसँगै शैक्षिक सामग्री, परीक्षा नतिजा, विद्यालयका सहक्रियाकलापहरू यी सबैका विषयमा हामी घनीभूत छलफल गरेरै अगाडि बढेको अवस्था हो। Now, can you stand up? Please stand up and let's sing the song together. It's a chant. Let's sing this song together. Okay, let's start. 1, 2, 3, go. Spring, summer, fall. These are seasons for in all. Winter changes sun and snow. Winter changes sun and snow. Winter is spring, summer, fall. These are seasons for in all. Birds and gates will sing. Just as seasons it will be. Winter is spring, summer, fall. These are seasons for in all. Do you like this picture? Yes. Yes. This picture indicates winter season. Very good. Nice. Thank you very much. Now look here. There is a man, there is a boy. He is getting heat from fire oven, okay? Yes. From the fire he is getting heat. Okay? That is why at this season there is very cold. This is winter season. What do you see in the picture? What? Flowers? Yes? There are flowers. Okay? Flowers are growing there. Yes? And then it's a green plants are there. This is the spring season. Huh? Spring. Which is very lovely season. The spring season is very lovely season. Do you like this season? Yes? Yes. Do you like this? Yes. We like this season. मेटेरियल्सहरुको प्रयोग गर्यो भने कन्क्रिट एउटा ज्ञान प्रदान गर्न सकिन्छ। त्यहाँ रिसेप्सन हुन्छ, त्यो पाटो हुन्छ। त्यसलाई लर्निङ बाइ डुइङ भन्छ। हामी जस्ट व्हाट वी लिसन वी मे फर्गेट। हामी सुनेको कुरा बिर्सिन सक्छौं। व्हाट वी सी दैट रिमेन्स फर लंगर टाइम। हैन, त्यो लामो समयसम्म रहिरहन्छ र यसले कन्क्रिट नलेजलाई यसले बिल्ड अप गर्छ। यसले एकातिर कन्सोलिडेसन, अर्कोतिर बिल्डिङ नलेज, अर्कोतिर एन्टिसिपेसन। यी एबीसी टेक्निकहरु छन्, एबीसी मोडल छ। यसले ल्याएको कुरालाई यसले अगाडि बढाउन सक्छ र विद्यार्थीहरु यसमा उत्साहित हुने, उनीहरु सुन्दा मात्रै मोनोटोनी फिल हुन्छ भने उनीहरुलाई देखेर गरेर जाँदाखेरि उनीहरुको नलेज हुन्छ, त्यो कन्क्रिट बन्न मद्दत पुग्छ। उनीहरुले देखेका हुन्छन्, आवाज सुन्छन्, गीत गाउँछन् अनि उनीहरु जेस्चर चाहिँ डान्सिङ अनि सिंगिङ अनि शरीरलाई मुभ गराउने, फ्लेक्सिबल गराउने गर्दा उनीहरुका सबै अङ्गहरु, अल द अर्गन्स जुन छन् तिनीहरुको परिचालन हुन्छ। They are used. That's why the knowledge is very effective there. Teaching learning activities are very effective there. र यसले लामो समयसम्म यिनीहरुलाई असर पुर्याइरहन्छ, सकारात्मक असर पुर्याइरहन्छ। विगत 4 वर्षको हामीले एसएलसी परीक्षाको परिणाम र यस विद्यालयमा सञ्चालन हुने परीक्षाको परिणामलाई हेर्यौं भने पनि हामी 80 र 90 कै बीचमा रहेका छौं। विगत 4 वर्षको एसएलसी परीक्षाको नतिजा हाम्रो 83, 87, 90 र 2 पटक हाम्रो 87 आएको छ र शैक्षिक पक्षमा हामी असन्तोष गर्नुपर्ने स्थितिमा हामी छैनौं। Smart people and things are pleasantly neat and clean in how they look. Mr. Sharma is looked smart in his new suit. Careful. If you are careful, you give serious attention to what you are doing. The doctor examines his patient carefully. How does the doctor examine his patients? He examines his patient in his clinic. He writes his exams with great care. Someone who is healthy is well and not
यो ई-पार्टी क्लास भनेको चाहिँ हामीले अब पाठ्यसँग होइन लेसन प्लानसँग नै एउटा एकीकृत गरेर गरेको के यो चाहिँ प्र्याक्टिस हो। यसले हामीलाई चाहिँ एकदम सहयोग पुर्याएको छ किनभने चाहिँ बच्चाहरूले अब रमाइलो तरिकाले छिटो सिक्न जस हामीले क्लासमा गएर कालो पाटीमा अथवा कापीमा एक्सर्साइज गराउनुभन्दा यो ई-पार्टीमा चाहिँ छिटो सिकेको छ रमाइलो अनुभवले उनीहरूलाई बोझहरू त्यस्तो भएको छैन। हामीले पहिला चाहिँ क्लास लिन्छौँ होइन अब हामीले अब पाठ्यभार अब पाठ्य योजना अनुसार चाहिँ हामीले त्यहाँ चाहिँ क्लास लिन्छौँ। क्लास लिइसकेपछि त्यो क्लास कक्षासँग मिल्ने एउटा पाठ हुन्छ एकीकृत भन्छ क्या त्यसलाई लिएपछि हामीले त्यो पाठसँग मिल्दो चाहिँ यहाँ एक्सर्साइज गराउँछौँ। हाम्रो विद्यालयको पहुँचभन्दा बाहिर हाम्रा विद्यार्थीहरू छैनन् जसको कारणले अब सङ्ख्या थोरै छ र पनि हामी सन्तुष्टि छौँ। पढ्न आउने विद्यार्थीहरू सिक्न आउने विद्यार्थीहरू विपन्न परिवारका छन् र तिनीहरूलाई आवश्यक सुविधा उपलब्ध गराएर पढाउन सकियो भने हाम्रो गुणस्तर चाहिँ अझ वृद्धि हुँदै जाने मैले देखेको छु। हाम्रो विषय यो पेसा व्यवसाय तथा प्रविधि शिक्षा कृषि विषयमा चाहिँ फर्सी अनि यो सिमी आलु त्यस्तै गरेर अरू सागसब्जीहरू हामीले चाहिँ विद्यार्थीहरूलाई मलसल टिप्न पठाउने गोबर टिप्न पठाउने अनि त्यसपछि हाम्रो विद्यालयकै उबाट कुटो कोदालो लिएर खन्न लगाउने आदि गरेर उनीहरूले चाहिँ अब विषयले मागेको उसमा चाहिँ प्र्याक्टिकल मार्फत नै उनीहरूलाई आफ्नो चाहिँ अब विषयले मागेको अनुसार चाहिँ गर्नु गयो भने भविष्यमा त्यो अनुसार उनीहरूलाई पनि अनुभव होला र त्योबाट पनि आम्दानी जुट्न सकिएला भन्ने हिसाबले चाहिँ विद्यार्थीहरूले लगाइन्छ र सबै उत्पादन गरेका वस्तुहरू सबै यही गाउँमा नै हामीले 15 देखि 20 हजारसम्म चाहिँ बिक्री वितरण गर्छौँ र यो बिक्री गरेको पैसाले लघु भ्रमण शैक्षिक भ्रमणमा हामी खर्च गर्छौँ अनि बचेको पैसामा हामीसँग भएका औजारहरूलाई मर्मत गर्ने अनि केही राख्ने गर्छौँ। विद्यार्थीलाई स्वयं गराउँदाखेरि यिनीहरूको सिकाइ है दिगो रहन्छ भन्ने एउटा चाहिँ मान्यता हो र त्यो दिगो रहन्छ। यिनीहरू आफै गरेर सिक्न पाउने भएको कारणले यिनीहरू आफै एक्टिभ हुने होइन र कसरी हुन्छ के हुन्छ यो पूर्ण रूपमा यिनीहरू आफै सक्षम हुने आफै गरेर आफै सिक्न सक्ने क्षमतामा वृद्धि हुने विश्वासका साथ यो प्रयोग चाहिँ विद्यार्थीलाई गराइन्छ। हामीले हाइड्रोजन ग्यास बनाएको यसरी गर्दा चाहिँ हामीलाई रमाइलो पनि हुन्छ हेरेर अलिक बुझ्न पनि सजिलो हुन्छ। जस्तै सरले प्रयोगशालामा हाइड्रोजन ग्यास बनाउने तरिका सब ब्ल्याकबोर्डमा लेखिदिनुहुन्छ अनि त्यसपछि हामीले यहीँ गर्ने त्यही अनुसार सरले गरेर अनुसार सरले भन्नुअनुसार। सुरुमा चाहिँ हाम्रो टिमले यता बिजो टिम अनि उता जो टिम छ उनीहरूले सुरुमा पिक्चर बनाएपछि अनि हामीले प्रयोग गर्दै बस्ने अनि त्यसपछि हामीले प्रयोगशालामा यो बनाएपछि अनि उनीहरूले बनाएर सरले अब लेखेको भन्दा नि अब यस्तो प्रयोग गरेपछि थाहा पाइन्छ अब कसरी हुन्छ भन्ने कुरा त्यसरी एकदम सजिलो हुन्छ। मलाई शिक्षक साथीहरूले पनि यसरी सहयोग गर्नुभएको छ र व्यवस्थापन समिति पनि अत्यन्त सक्रियताका साथ लागि परेको छ। एउटा टिमवर्क हामी शिक्षकहरूको बिचमा रहेको छ। अहिले हामीले यो विद्यालयलाई यो रूपमा सञ्चालन गर्न सकेका हौँ।